लुका 13 र 14 अध्यायमा दुईवटा चमत्कारी कथाहरू छन्। दुबईमा येशूले विश्राम दिनमा बिरामीहरूलाई निको पार्नु भएको कुरा वर्णन गरिएको छ, जसले गर्दा केही यहुदीहरूबीच विवाद उत्पन्न भयो। यदि बिरामीहरू निको भए बहस गर्नुको अर्थ के हुन सक्छ? आज यी दुई कथाहरूलाई सँगै जाँच गरौँ। सुरुमा पहिलो कथाको बारेमा कुरा गरौँ। येशू सभाघरमा प्रचार गरिरहनु भएको थियो। सुन्नेहरूमध्ये एक महिला पनि थिइन्, जसलाई 18 वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। यी महिला सम्भवतः निको हुन होइन, तर येशूको कुरा सुन्न आएकी थिइन्। यहुदी नियमहरूले विश्राम दिनमा कुनै पनि काम गर्न निषेध गरेको थियो। येशूले यी महिलालाई अचम्मको कुरा भन्नुभयो, जो आफ्नो दुर्बलता लिएर केवल वचन सुन्न सभाघरमा आएकी थिइन्। तिमी आफ्नो रोगबाट मुक्त भयो। तुरुन्तै त्यो महिला सिधा भइन् र परमेश्वरको प्रशंसा गर्न थालिन्। धेरै मानिसहरूले यो चमत्कार देखे र परमेश्वरको महिमा गरे। यद्यपि सभाघरका अगुवाले येशूलाई केही भन्न सकेनन्। बरु उनी सभाघरमा आएका मानिसहरूसँग रिसाएका थिए। तिमीले विश्राम दिनमा कसरी निको हुन सक्छौ? हप्ताको 6 दिनमध्ये कुनै पनि दिन आऊ र निको होऊ। येशूले भन्नुभयो कि तिमीले 18 वर्षदेखि दुर्बल महिलालाई मुक्त गर्नु हुँदैन? धेरै समय नबित्दै फेरि सब्बात आयो। येशूलाई एक फरिसीको घरमा निम्तो दिएको थियो। टेबल वरिपरि हेर्दा येशूसँग खाना खानुको सट्टा केही मानिसहरूले टाढाबाट उहाँलाई हेरिरहेका देखे। अनि येशूको अगाडि एकजना जलग्रहले पीडित भएको मानिस उभिरहेको थियो, जसको शरीरमा पानी भरिएको थियो र ऊ सुन्निएको थियो। सायद केही मानिसहरूले सुनेका थिए कि येशूले सब्बातमा निको पार्नु भएको थियो र उहाँले फेरि सब्बातको नियमहरू तोड्नुहुन्छ कि भनेर जानाजानी यो कार्यक्रमको आयोजना गरिएको थियो। मानिसहरूले आफ्नो कानुन पुष्टि गर्न र अरूलाई दोषी ठहराउन अरूको पीडाको फाइदा उठाउँदै गरेको देख्दा येशूलाई पक्कै पनि पीडा भएको हुनुपर्छ। त्यसैले बिरामीलाई निको पार्नु अघि उहाँले फरिसीहरू र व्यवस्थाका शिक्षकहरूलाई सोध्नुभयो, विश्राम दिनमा निको पार्नु उचित छ कि छैन? सबैजना चुप लागे। त्यसपछि येशूले जलग्रह भएको मानिसलाई निको पार्नुभयो र उसलाई पठाउनुभयो। त्यसपछि उहाँले फेरि सोध्नुभयो, यदि तपाईँको बच्चा वा गोरु इनारमा खस्यो भने के तपाईँ विश्राम दिनमा उसलाई बचाउनुहुन्न? अनि फेरि कसैले केही बोलेनन्। बालबालिकाहरू सब्बात भनेको संसार सृष्टि गर्नु भएपछि परमेश्वरले विश्राम लिनुभएको दिन हो र उहाँले भन्नुभएको थियो त्यो असल थियो। यो केही नगर्ने दिन होइन, केवल स्थिर रहने दिन हो। बरु जसरी परमेश्वरले भन्नुभयो त्यो असल थियो, यो बाँधिएकाहरूका लागि स्वतन्त्रताको दिन हुनुपर्छ र घाइते भएकाहरूका लागि निको हुने दिन हुनुपर्छ, जसले गर्दा यो सबैको लागि भलाइको दिन हुन्छ। येशूलाई थाहा थियो कि परमेश्वरले सृष्टि र आराम मार्फत हाम्रो लागि के चाहनुहुन्छ र उहाँ 2000 वर्ष पहिलेको यहुदीहरू र आज हामी सबैले यसलाई सँगै बुझेको चाहनुहुन्छ। त्यसैले म आशा गर्छु कि हामीले आराधना र प्रशंसा, वचन सुन्ने र प्रार्थना गर्ने सबै कुराहरूले हाम्रो छिमेकीहरू र पीडामा परेकाहरूका लागि हामीभन्दा बाहिर आनन्द र भलाइ ल्याउनेछ।